हेलो साथीहरु, नमस्ते एन्ड वेलकम ब्याक माई युट्युब भिडियो। सबैजना सन्चै आराम नै हुनुहुन्छ होला अनि म पनि एकदम धेरै सन्चै आराम नै छु। अनि आज चाहिँ मैले घरबाट भिडियो बनाउँदै छु। म चाहिँ अस्ति माइतमा थिएँ अनि माइतबाट चाहिँ फर्केर आइसकेँ। अस्ति बेलुका आएको अनि हिजो चाहिँ मैले हिजो मेरो यहाँ काम थियो, मकै रोप्ने काम। मकै रोपिसकेर अनि आज चाहिँ म एकदम फ्री छु हैन। अनि आज फ्री भइसकेपछि चाहिँ अब हजुरहरूलाई म केही नयाँ देखाउँदै छु। के हो भन्दाखेरि चाहिँ म आज चाहिँ मेरो भित्री बारी तपाईहरुलाई भिजिट गराउने छु। लेट्स सी, हेरौँ मेरो भित्री बारीमा चाहिँ के छ, कुन कुन बिरुवा छ भनेर तपाईहरुलाई म देखाउने छु। यो चाहिँ मेरो घर भयो हैन, यस्तो टक्क लाएर घर भयो। घर भइसकेपछि यता खलेर गेट खोलेर अब सानो तल आउने भए यतातिर चाहिँ मेरो बाख्राको खोर छ। बाख्राको खोर भयो अनि यतातिर चाहिँ बाख्रा छ। बाख्रा चाहिँ एकदम धेरै छ मेरो। कतिवटा छ बाख्रा भन्दाखेरि जम्मा 3टा छ। एउटा बोका, एउटा 2टा पाठी। घाँस हालिदिउँ, घाँस। ल यो त भयो बाख्रा। अझै हामी यहाँबाट फेरि अर्को गेट खोलेर भित्र जान्छौँ बारीमा। अब हामी यहाँबाट कहाँ ऊ भित्रबारी जाने हो। भित्रबारी ढोका बन्द छ अरे, लाउँ त नि। अब सानो चिज भनेको यो भनेको के हो? यो पुदिना हो। के हो रे? पुदिना। ल कस्तो राम्रो अनुहार त। छ्या छ्या। त्यसपछि गएर यो भनेको यो चाहिँ एउटा बिरुवा। यो चाहिँ भोक्से। यो फलेको छैन, फलेपछि मिठो हुन्छ होला। मिठो हुन्छ। ल आऊ। भोक्से भोक्से ल भोक्से। यहाँ तरुल रहेछ, तरुल नि रहेछ। अनि यहाँ चाहिँ कागतीको बोट। कागती त्यहाँ 2टा फलेको थियो। यस पोहोर चाहिँ अब यसपालि चाहिँ फल्छ कि फल्दैन, फुले छैन, यो फल्दैन होला। काँडा छ नि फेरि। यो चाहिँ कागतीको बोट हो। त्यसपछि गएर यहाँ चाहिँ यो ड्र्यागन फ्रुट लगाउनु भएको छ आमाले। यो चाहिँ सुन्तलाको बोट हो, मरिसक्यो सुन्तलाको बोट चाहिँ। अनि यहाँ चाहिँ ठुलो बोट देख्न सक्नुहुन्छ तपाईले। यो ठुलो बोट चाहिँ एभोकाडो। यहाँ चाहिँ एकदम पोहोर चाहिँ एकदम धेरै फलेको थियो हैन, यसपालि पनि फल्छ होला। यस्तो मजाले फुलेको छ है, फल्छ होला। यो चाहिँ एभोकाडो। अनि तपाईले यहाँ देख्न सक्नुहुन्छ सरिफा। यो चाहिँ सरिफाको बोट हो रे हैन। अनि यो सरिफा चाहिँ पोहोर चाहिँ सानो थियो, अनि यसपालि चाहिँ यति ठुलो भएको छ। अनि एउटा फलेको छ, एउटा छ सरिफा। तपाईहरुले देख्न सक्नुहुन्छ। ल हेर्नु एउटा सरिफा, एउटा मात्रै फल्यो। एउटा बोटमा एउटा मात्रै फल्यो के साथीहरु। अनि यो चाहिँ किम्बुका फल। काफल अलि छोरा न, म टिपिदिहाल्छु त। कोही चाहिँ गुलियो हुन्छ, कोही चाहिँ एकदम अमिलो हुन्छ कि यो काफल। ल ल भयो। अलिअलि फलेर रहेछ। यो चाहिँ बोट हो। यो केको बोट?
खुर्सानीको बोट यहाँ चाहिँ केराहरू छ यो पो गाडो भइहाल्यो नयाँ भनेको यो सरिफा हो हाम्रो गाउँमा नि हुँदो रहेछ हैन सरिफा भन्ने चाहिँ अब गाउँमा नि हुँदो रहेछ अनि यो चाहिँ के हो यो के रे छ्याबी भन्छ नि छ्यापी हो कि छ्याबी भन्छ कि दालमा झानेर खाने एकदम मिठो हुन्छ साथीहरू दालमा एकदम मिठो हुन्छ यो अनि यो त भयो यो चिन्नुहुन्छ तपाईँहरूले यो के हो प्याज हो के हो अरे प्याज हो यो चाहिँ मेरो प्याज हो यति छ मेरो प्याज धेरै छैन प्याज छ यता भने सानो सानो मकै छ साग छ यहाँ नि छ ड्र्यागन फ्रुट यो छ के अरे भेन्टा यहाँ छ लसुन अनि यो सोपको साग हो सबै सोप यहाँ छ टोमेटो गोलभेडा पाकेर 1 केजी जति चाहिँ खायो होला अरू चाहिँ सबै बाँकी यहीँ छ हरियै छ पाकेको छैन मेरो छोरीले चाहिँ यो पानी हुकेर हाल्ने भाँडामा चाहिँ के टिपेर हालिसकेछ के अरे छ्याबीको मुन्टा कागतीको पात पुदिना हालेर चाहिँ के यसले हँसाउँछ कि मेरो छोरीले पनि यता चाहिँ साग छ सानो सानो सागहरू यतापट्टि चाहिँ सागहरू छ होइन अनि यो चाहिँ चाइनिज साग हो रे के यो यसलाई चाहिँ काच्ची खाने हो रे भातसँग ग्राम चपाएर यो चाहिँ मुला जस्तै हुँदो रहेछ मुन्टा कति राम्रो फुलिया अनि यो चाहिँ निबुवा हो यो चाहिँ निबुवाको बोट हो यो चाहिँ निबुवाको बोट यहाँ चाहिँ फलेको थियो पोहोर चाहिँ यसपालि फल्छ कि फल्दैन परार फल्यो रे कस्तो मिठो फाल्छ ल साग नि होला यो चाहिँ के जारहरू कि निबुवा हो निबुवा यो सोप चाहिँ एकदम राम्रो हुन्छ रे सोपले चाहिँ एकदम यो खायो भने यसको बिया ल यो सुत्केरीमा खायो भने ज्यान मानिन्छ भन्दो रहेछ होइन मैले चाहिँ एकदम धेरै खाथेँ यसको साग चाहिँ यता काच्ची रहेछ गरौँ यो चाहिँ ठुलो यो चाहिँ सुन्तलाको बोट हो यो तलको चाहिँ बारीहरू छ कति राम्रो फुल पनि फुल्ने रहेछ त अहिले नि फुल्दो रहेछ त के भयो फ्लावर त्यहाँ चाहिँ उयो चाहिँ भुइँकटर हो पोहोर चाहिँ यहाँ 4वटा भुइँकटर फलेको थियो मैले खाएको भिडियो पनि राखेको थिएँ यही बोटको साथीहरू यहाँ फेरि एउटा सानो यहाँ चाहिँ एभोकाडोको बिरुवा ल हेर्नु एभोकाडोको बिरुवा जस्तो लाग्यो तर हो कि होइन थाहा होइन है हो एभोकाडोको बिरुवा हिँड के माथि घर जाम अब आछि यताबाट आउन भित्रबारीको गेट चाहिँ खतरा छ क्या यता बाहिर यताबाट जाने हौ बन्द गर्दै छिटाउ
ओके साथीहरू, मैले चाहिँ तपाईँहरूलाई मेरो भित्री बारी भिजिट गरेर देखाएँ। अनि मेरो भित्री बारी कस्तो लाग्यो तपाईँहरूले लाइक सेयर एन्ड कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। अब फेरि हामी नेक्स्ट भिडियोमा भेट्ने छौँ हैन। मेरो भित्री बारीमा चाहिँ हुने भएको बिरुवाहरू चाहिँ तपाईँहरू सबै देखाइसकेँ। अब तपाईँको बारीमा कुन कुन बिरुवा छ कमेन्ट गर्नु होला है। र ओके साथीहरू, बाई बाई, नेक्स्ट भिडियोमा भेट्नेछु। टेक केयर।